ब्याक गाइस फेरि मेरो च्यानलमा स्वागत छ। हाम्रो फर्स्ट ब्लग सुरु भइरहेको छ आजको दिनमा। आजको दिन रमाइलो पनि छ अनि हामी नुहाउन आइरहेको छौँ यहाँ नुहाउनुलाई एकदम पानीमा। तर पानी चाहिँ एकदम फोहोर छ नि, फेरि धेरै नराम्रो नसोच्नुलाई। फेरि खेल्नको लागि राम्रो हो, नखेल्नको लागि फेरि नराम्रो हुन्छ यो पानी। अनि मेरो भाइ छ एन्ड माई कजन ब्रदर इज प्लेइङ स्विमिङ एन्ड आई अल्सो प्लेइङ स्विमिङ विथ चिल पारामा। फेरि बेल लाइक गरेर सब्सक्राइब एन्ड सेयर गर्नु होला फेरि है। मेरो भाइले फेरि डुब्की हान्दैछ होइन। तर तपाईँहरूले सोच्दै होला यो पानी चाहिँ एकदम लाइक सानो छ सानो पानीमा किन हुँदैछ भने त्यसो चाहिँ नसुन ल। पानी फेरि गहिरो छ नि एकदम, लाइक हाम्रो पछाडि त्यो देख्दैछ ठुलो खोला हो त्यो हो नि त। लाइक भनेपछि वो साइडमा देखो यो इन्डस हो नि त। यो इन्डस चाहिँ खोला भन्दा धेरै ठुलो छ नि त। अनि 4-5 दिन पानी पर्दिएको कारणले पानी धमिलो भयो नि त, नै त सफै हुन्छ यो पानी एकदम प्योर साफ होता है यस्तो त। भाइ ओइ हल्का उता बिचमा गएर देखाइदिएन कतिको गहिरो छ पानी चाहिँ। अब होइन त्यतिको गहिरो छ होइन। मेरो भाइ स्विमिङ खेल्ने यहाँसम्म आइज खेल आइज। यो भाइ चाहिँ नेपाली होइन नि, फेरि ऊ चाहिँ इन्डियन हो। कैसे लग रहा है भाई? ठीक लग रहा है। ठीक लग रहा है बट तू नहा नहीं रहा है, कम नहा रहा है यार। देख मैं नहा रहा। यहाँ भन्दा सबभन्दा धेरै नुहाउने मान्छे चाहिँ म अनि एउटा मेरो भाइ छ। 4-5 दिन रोकी भक्कै भइसक्यो नुहाउनु टाइम लागेको। अनि त्यसको कारणले हामी फेरि झ्याउ लागेपछि आज चाहिँ घन्टा टक्क लाग्यो। घन्टा टक्क स्विमिङ खेल्न आइदिएको नि फेरि हो। फेरि गाइस म स्विमिङ खेलेर देखाइदिन्छु होला तपाईँलाई। म अब पानीतिर जान्छु है। गाइस म आइसकेको छु। मेरो भाइलाई पनि त्यहाँ के भन्ने पानी पनि फेरि इन्डस्ट्री ग्लिसर लाइक हुन्छ नि त्यो जमेको मलाई पर्छ नि यहाँ सर्टमा अनि त्यो हिउँ जम्नु हुन्छ नि हाल्दै फेरि गहिरो राम्रो हाल्दै पुरै पकाइदिन्छ नि पानी पकाइदिएर आउँछ। त्यो चाहिँ बहुत एउटा दाइले भन्नुहुन्छ नि कर्नरीको ठाउँमा लाइक त्यस्तै हो कि इन्डसको कुरामा त्यो जमेको पानी हुन्छ त चिसो हुन्छ कि गएर हुन्छ। म चाहिँ म पनि दाइ भन्नु वो अलग ही लेवल का बंदा था। सोशल मीडिया रमाइलो छ गाइस। हे त जुस ला भाइ। ओ अम्बो ल फेरि भन्छ दामी फोटो खिचेछु मैले आफ्नो भाइको। सो ए हो आजको ब्लग। अब हाम्रो स्विमिङ खेलेको फर्म गरेको भिडियोहरू आउँछ त्यही गर्नु होला। मेरो पछि मेरो होला हुन्छ हामी नुहाउँछु नुहाएपछि फेरि कपडा लगाएर घर जाउँला। थ्याङ्क यू। त्यो टाइममा खेल्दो रहेछ यस खेल्दो। उठा यस खेल्दो। फेरि त सबै हो गया।
अनि आज दामी छ अनि मेरो भाइलाई हेर न गाइस डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ, माँ कसम। दामी हो फेरि मैं यो त। डिप्रेशन खत्म। बाय बाय, टाटा, गुड बाय। गाइस फेरि ब्याक छ हामी नुहाएर अब घर फर्किरहेको छु। अब घर फर्किनु भन्दा पहिला माछा समाउने विचारमा छ हाम्रो। अब मेरो भाइ एन्ड माई कजन ब्रदर वी आर कैचिंग अ फिश टू ईट। ओके, अगर मछली थोड़ा इतना इतना होगा ना तो हामी सरी है मेरो हिन्दी निस्कियो मुलुक। अगर माछा चाहिँ यत्रो यत्रो भयो भने चाहिँ होइन हामी समातेर घरमा लगाएर मजाले केलाइ कुलाएर खाउँला। समुद्र माछा छैन भने के चाहिँ गर्नु सक्छ होइन। भनेपछि हेर न यहाँ समुद्रको के साह्रो गन्ध हो पानी भन्नु हेर न गाइस। यति साह्रो त हुनुहुन्न है। अब जाँदैछ हामीहरू यस्तो बाटो आउनुपर्छ गाइसहरू होइन नुहाउनुलाई पनि। हाम्रो नुहाउने डेम चाहिँ त्यो साइडमा हो नि त, त्यो साइड त्यो साइडमा हो। अनि मौसम पनि दामी छ आजको दिनमा। ए अब हामी चाहिँ गइन्छ नुहाउनुलाई। मेरो भाइ अगाडि जाँदैछ अनि म पछाडि पछाडि उसको। मजा आयो भाइ? निकल क्या, गरम गरम पानी निकलना। उसको कानमा पानी बसेको थियो क्या, अनि ट्रिक दिएको थियो नि त उसलाई, कानदेखि पानी निकाल्नु दिएको अनि दिएको नि त। त्यहाँदेखि घाम फाल्न सत्तै हेर न गाइस यस्तो यस्तो किराहरू छ कि यो पानीमा। त्यो मस्किटोले हुन्छ नि बच्चा जन्माउँछ त, अन्डा पारेछ कि त्यभित्र टन्नै। अनि यो चाहिँ बाटै बाटो छ हाम्रो। ए जानु चाहिँ होइन। अब कल भी ऐसा ही मौसम होगा तो आएगा फिर त आएगा। हो भोलि मौसम भयो भने यस्तै फेरि भयो भने त आउने है भाइ। क्या मांगना? क्या अंडा क्यों? बना के खाऊंगा। खाना हम सब खाएंगे ना, हम बनाऊंगा घर पे। क्या घर में बनाएंगे ना खाना अभी हम दोनों। फेरि यो बाटो है अब फेरि यो कुहिएको बाटो आइपुग्यो गाइस हेर।
अच्छा मुझे ओए थोड़ा ऊपर करके आ पैंट तुम तो पैंट धोया था ना बोलो चलो तेरे थोड़ा ठाउँदेखि निस्किएर यार खुट्टा पनि हल्का साफ भयो तर हल्का माटो भएन ऊ अगाडि चाहिँ छापानी छ त्यहाँ गएर खुट्टा डुब्न यार जिन्दगी यस्तै हो हाम्रो त कोही बाटै छैन फिलहालको नहुने ठाउँ ल अब अगाडि पुगेपछि तपाईँहरूलाई भिडियो पछि देखाउँला चिनाहरू पनि कति उडेको यस्तो छ है हाम्रो आउने ठाउँमा चाहिँ स्विमिङ खेल्ने ठाउँमा चाहिँ यस्तो छ है फेरि ए अब स्पाङमा पुग्यो स्पाङमा चाहिँ धेरै जस्तो होइन पिकनिक गर्न मान्छेहरू बहुत आउँछ माछै पाइन के झन्डै टिप्लेमा यहाँ चाहिँ हाम्रो खुट्टा सुट्टा पखालौँ ल जाने नजाने कहाँ त्यो मान्छे रहेछ यहाँ मान्छे टन्नै रहेछ त्यहाँ पनि रहेछ त्यहाँ पनि रहेछ के गर्ने गाइस यस्तै हो जतातता पानी हुन्छ पानी परेर ठुलो ठुलो खोला भइसक्यो घर मच्छर टकेर बुढी हाल्छ यार अब कसको सक्छ फेरि हो त्यहाँतिर चाहिँ फेरि रिल्स बनाउँदैछ उता पनि रमाइलो गर्दैछ मान्छेहरू कुनामा हेर्नु होला त्यहाँ पनि तिमी रिल्स बनाएको के बनाएको खोइ खाँदैन त्यहाँ पनि मान्छे रहेछ केटाकेटी आएको रहेछ यहाँ पनि आएको छ भने त मान्छे केटाकेटी त केटी छैन केटाकेटी हो अन्त त्यो वाला पो गेम खेल्दो रहेछ त्यो खिचेर भाग्ने खालको हुन्छ नि त्यो गाइसँग भाग्दैछ अब त्यसो भाग्ने खालको खाइ खेलिरहेको छ हामी पनि एकचोटि बनाउन अब त्यस्तै च्यालेन्ज हामी पनि गरौँ हामी पनि त्यस्तै च्यालेन्ज गर्ने म त डर लाग्छ फेरि यार मेरो भाइलाई फेरि गरेर खाइदिनु त खत्तम हुँदैन फेरि डर लाग्छ मम्मीको बोल्न त्यो मान्छेहरू चाहिँ आउँदैछ किन आज मौसम त दामी छ नि त फेरि ल गाइस अब भिडियो धेरै लामो नहोस् त्यसो कारण हामी अब घर पुगेपछि भेटौँला फेरि ल गाइस आज घुमफिरेर नुहाएर फेरि आएको छु ड्रेसहरू पनि चेन्ज गरिसक्यो नुहाएर अनि बहुत थाकेको त्यहाँ नआउँदा यताउता गर्दा थाकिसकेको छ त राम्रो लाग्यो भने भिडियो लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि धेरै जस्तो कमेन्ट चाहिँ च्यालेन्जको भिडियो कमेन्ट गर्नु होला किनकि हामीहरू अब आउनेवाला भिडियोमा चाहिँ च्यालेन्ज भिडियोहरू बनाउँछु भनेको त्यसै कारण ल बाई बाई टेक केयर